नमस्ते नेपाल। तपाई सबै साथीहरूलाई मेरो नमस्कार स्वीकार गर्नुहोला। म क्लास 9 मा पढ्ने एक छात्र। मेरो फर्स्ट एक्सपिरियन्स रहेको छ यो युट्युब च्यानल। मेरो विचारमा चाहिँ युट्युब च्यानलबाट नि धेरै इज्जत मान र पैसा कमाउन सकिन्छ भन्छु। पढ्नु पर्छ, लाइफमा फोकस गर्नु पर्यो। नपढिकन के हुन्छ? अहिले गेम खेल्नलाई नि इङ्ग्लिस बोलेर भन्नु पर्यो, हो कि ल भन्नुहोस् त। तर मेरो सोचमा चाहिँ युट्युबबाट नि पैसा कमाउन सकिँदो रहेछ भनेर मैले धेरै यी सोच तलास गरेर मैले एउटा नयाँ युट्युब च्यानल खोलिसकेको छु। कृपया गरी मलाई साथ र सपोर्ट दिनुहोला र मेरो युट्युबको च्यानल स्मार्ट गेमर रहेको छ गाइजहरू। र मलाई साथ र सपोर्ट दिनुको साथै मलाई धेरै माया पनि गर्नुहोला। म पनि एक क्लास 9 को छात्र हो, ध्यान दिएर सुन्नुहोस् है। म पनि एक क्लास 9 कै छात्र हो। मैले आफ्नो पढाइहरू सबलाई ठिक ठाउँमा राखी पनि यो गेम खेलेर पैसा कमाउन सोचमा छु। त्यही भएर तपाईँहरू मलाई धेरै साथ सपोर्ट र माया दिनुहोला। ल म अब हजुरहरूलाई मेरो रुम देखाउन गइरहेको छु। ल हेर्नुहोस् मेरो रुम। मेरो रुममा एउटा दराज, खाट, ड्रयर, ह्याङ्गर रहेका छन्। यो मेरो यत्रो सानो कोठामा मैले यस्तो गाह्रो गरी सेटअप मिलाएर हजुरहरूको अगाडि सक्दो चाँडो डेली राम्रो भिडियो अपलोड गर्न चाहन्छु। र यो चाहिँ म अस्ति 8-9-10 का छात्रहरूको लागिको यो भिडियो। तपाईँहरूले युट्युबबाट नि यी भिडियो बनाएर पैसा कमाउन सक्नुहुन्छ। ल अब धेरै लामो कुरा नगरिकन लेट्स बिगिन टु द गेम। ल हेर्नुहोस् साथीहरू, यसरी यो गेमको नाम चाहिँ मोडर्न कम्ब्याट 5 रहेको छ र यसको स्टोरी चाहिँ अहिले के रहेको छ भन्दाखेरि इन डिफेन्स अफ असाइनमेन्ट्स यु निड टु होल्ड योर ग्राउन्ड अगेन्स्ट द एनिमी एट्याक रे। अब यहाँनिर चाहिँ मेरो एउटा साथी कैद छ यता चाहिँ, र मैले चाहिँ उसलाई बचाउनु पर्ने कुरो रहेको छ। यहाँ मैले उसलाई बचाउनु पर्ने कुरो रहेको कारणले मैले यहाँनिर यसरी बक्सा खोलेँ। यसरी मैले गन चेन्ज गरेँ। हेर्नुहोस्, यसले मलाई एट्याक गरेर मैले यसलाई हानी पनि दिएँ। हेर्नुहोस् यसरी ऊ त्यहाँबाट मलाई फेरि एट्याक अझै आइरहेको छन्। म अब के गर्नु, यिनीहरू एट्याक गरेको छन्, मैले पनि डिफेन्स त गर्नु पऱ्यो नि आफूलाई। हेर्नुहोस् ल गाइज, यो कस्तो अचम्मको गेमर रहेछ। ल हेर्नुहोस्, यसको पनि एउटा युट्युब च्यानल छ भन्ने सुनेको थिएँ। क्यारे मैले यस्तो लुकी हानेर म यस्तो खुल्ला हान्नु पऱ्यो नि। अलिकति गेम खेल्ने भइसकेपछि त मर्छ बाँच्छ भनेर खेल्नु पऱ्यो नि, हो कि ल साथीभाइहरू। भन्नु त ऊ हेर्नु, यसलाई चाहिँ ग्रेनेड लन्चर लिएर आइरह, यसले चाहिँ मार्न सक्छ हामीलाई। त्यही भएर यसलाई चाहिँ ठोकिहाल्ने। अनि बाँकी जति सबैलाई चाहिँ यसरी पिस्टल हेर्नुहोस्, मेरो हातमा एउटा पिस्टल रहेको छ, ग्रेनेड पनि रहेको छन्। र यसरी मैले यिनीहरूलाई हानिसकेको छु ग्रेनेड, र पड्कि पनि सकेको छु ग्रेनेड।